5.5 महिनासम्म देश बाहिर बसेका शेरबहादुर देउबा आज फर्किना साथ चुन्देबी स्थित कार्यालयको ढोकामा उनकै नाम लेखिएको नेम प्लेट टाँसियो। छुट्टै कार्यकक्ष तयार भयो र उनलाई नेपाली कांग्रेसको आधिकारिक सभापति भनेर उभ्याइयो। अर्कातिर गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसले भने यसबारे औपचारिक धारणा नै बनाइसकेको छैन। त प्रश्न उठ्छ, नेपाली कांग्रेसको साँचो सभापति अहिले को हो र देउबाको यो फिर्ती के साँच्चै राष्ट्रिय एकताका लागि हो कि आफ्नै कुर्सी बचाउने अन्तिम दाउ? नमस्कार साथीहरू, स्वागत छ तपाईलाई अर्को प्रश्नमा। कुरा सुरु हुन्छ आजै बिहानदेखि। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा 5.5 महिना लामो विदेश बसाएपछि आज त्रिभुवन विमानस्थल आइपुगे। उनलाई स्वागत गर्न कांग्रेसको इतर पक्ष अर्थात् आधिकारिक नेतृत्वसँग असहमति रहेको समूहका नेता कार्यकर्ता उल्लेख्य संख्यामा विमानस्थल पुगेका थिए। चाखलाग्दो कुरा के छ भने गगन थापा नेतृत्वको आधिकारिक कांग्रेसका केही नेता पनि स्वागतमा देखिए। विमानस्थलबाट निस्किएपछि देउबाको ठुलै रोड शो भयो। गाडीको सनरुफबाट आधा जिउ निकालेर उनले समर्थकलाई हात हल्लाउँदै हिँडे। सयौं कार्यकर्ताले उनलाई पछ्याए। यो दृश्य केही समय अघि पूर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्किँदा भएको स्वागतको सम्झना दिलाउने खालको थियो। यद्यपि भिडको आकार भने त्यति ठुलो थिएन। समर्थकले उनलाई महाराजगञ्ज स्थित अस्थायी निवासतिर लगे, किनभने बुढानीलकण्ठ स्थित उनको मूल निवास जेन्जी आन्दोलनका क्रममा ध्वस्त पारिएको थियो र त्यही घटनामा देउबा दम्पति स्वयं घाइते भएका थिए। त्यसपछि चुन्देबी स्थित इतर समूहको कार्यालयको बार्दलीबाट देउबाले छोटो तर आक्रामक भाषण दिए। उनी सरकारप्रति प्रष्ट रूपमा क्रोधित सुने, अदालतप्रति भने कृतज्ञ। उनले दाबी गरे आफूमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतमा समेत मुद्दा हालिएको थियो, तर अदालतले नै त्यसलाई अस्वीकार गर्यो। उनले पूर्व राजा ज्ञानेन्द्रको पालामा गठित शाही आयोगले पनि आफू विरुद्ध मुद्दा चलाएको सम्झेर अहिले सम्पत्ति शुद्धिकरण आयोगले पनि आफूलाई दुःख दिन खोजेको आरोप लगाए। सबैभन्दा तीखो लाइन यही हो, आफूमा बदलावको भावना नभए पनि जसले नराम्रो व्यवहार गरे तिनलाई भोलि देखाएर छाड्ने चेतावनी जस्तो भाषामा उनले भने। तर उनले नछोएको कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। जेन्जी आन्दोलनमा आफू आक्रमणमा परि घाइते भएको प्रसङ्ग र कांग्रेस विभाजनको विषय, यी दुवैमा उनी मौन रहे। अब बुझौं यो पुरै विवाद कहाँबाट सुरु भयो। शेरबहादुर देउबा नेपाली राजनीतिको एउटा यस्तो अनुहार हुन् जो 5 पटक प्रधानमन्त्री बनिसकेका छन्। पञ्चायती व्यवस्थादेखि गणतन्त्रसम्मको हरेक ठुलो राजनीतिक मोडमा उनको प्रत्यक्ष उपस्थिति रहेको छ, तर उनको छवि सधैँ विवाद रहित भने रहेन। गृहमन्त्री हुँदाको कठोर प्रशासकीय शैलीदेखि सत्ता टिकाउन जुनसुकै सम्झौता गर्ने सम्झौता परस्त नेताको आलोचना उनले धेरै पटक भोगेका छन्। अहिलेको विवादको जड भने गएको वर्षको जेन्जी आन्दोलनसँग जोडिन्छ। भदौ 23 र 24 गते भएको त्यो आन्दोलनमा तत्कालीन प्रधानमन्त्री देउबाको बुढानीलकण्ठ निवास तोडफोडमा पर्यो। देउबा र परराष्ट्र मन्त्री आर्जु राणा देउबा दम्पति नै घाइते भए। त्यसपछि नै नेपाली कांग्रेसभित्र गहिरो विभाजन देखियो। एउटा पक्षको नेतृत्व गगन थापाले गरिरहेका छन्, जसलाई पार्टीको आधिकारिक नेतृत्वको रूपमा हेरिन्छ। अर्को पक्ष जसलाई इतर समूह भनिन्छ, देउबा नै हाल पनि पार्टीको वैधानिक सभापति भएको दाबी गर्दै आएको छ। देउबा यही विवादकै बीच उपचारका लागि विदेश गएका थिए र आज 5.5 महिनापछि फर्किँदा नै यो विवाद फेरि सतहमा आएको हो। अब कुरा गरौँ आजको सबैभन्दा ठुलो अर्को प्रश्न उठाउने घटनाबारे, नेम प्लेट प्रकरण। देउबा फर्किएकै दिन इतर समूहले चुन्देबी स्थित सम्पर्क कार्यालयमा देउबालाई कांग्रेसकै आधिकारिक सभापतिको हैसियतमा उभ्यायो। उनका लागि छुट्टै कार्यकक्ष तयार पारियो र ढोकामा नै सभापतिको नेम प्लेट टाँसियो। तर आधिकारिक कांग्रेसको प्रतिक्रिया के आयो त? पार्टी प्रवक्ता देवराज चालिसेले नेपाल प्रेससँग बोल्दै यो गतिविधि पार्टीको आधिकारिक संरचना र क्षेत्राधिकार भित्र नपर्ने बताए। सोझै प्रश्न पनि गरे, कसैले ढोकामा जे लेखिदिँदैमा त्यो आधिकारिक हुन्छ र? उनले यो विषयमा पार्टीले औपचारिक धारणा अझै नबनाएको पनि प्रश्न पारे। अर्कोतर्फ पार्टीकै केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले देउबालाई तत्कालीन सभापतिको हैसियतमा स्वदेश फर्किएकोमा स्वागत गरेर स्वास्थ्य लाभको कामना गरे। यसको अर्थ स्पष्ट छ, गगन थापाले देउबालाई हालको सभापतिको रूपमा होइन, विगतको सभापतिको रूपमा मात्र स्वीकार गरेका छन्। देउबाको फिर्तापछि पार्टीभित्रैबाट विभिन्न प्रतिक्रिया आइरहेका छन्। कांग्रेस नेता पूर्ण बहादुर खड्काले विमानस्थलमै सञ्चार
सञ्चारकर्मीसँग बोल्दै भदौ आन्दोलनमा गम्भीर घाइते भएका देउबा पूर्ण स्वस्थ भएर फर्किएकोमा खुसी व्यक्त गरेर पार्टीको पूर्ण एकतामा अब उनको निर्णायक भूमिका रहने विश्वास व्यक्त गरे। रामहरि खतिवडाले पनि देउबा फर्किएपछि अब पार्टीमा मिलेर जाने वातावरण बन्ने आशा व्यक्त गरे। देउबा स्वयंले पनि आफ्नो चुनदेवी भाषण भन्दा फरक थप औपचारिक विज्ञप्तिमा एकताको आह्वान गरे। उनले आफू सत्ता प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको बताएर आफूलाई नेता नभई देशको आजीवन नागरिकको हैसियतमा फर्किएको दाबी गरे। उनले बीपी कोइरालाको 2033 सालको मेलमिलापको नीति समेत सम्झिए। तर यही नेर एउटा विरोधाभास देखिन्छ। एकातिर देउबा सत्ता खोजेको होइन भन्छन्, अर्कोतिर उनकै समूहले उनलाई सभापतिको नेम प्लेट सहित कार्यकक्षमा उभ्याइसकेको छ। यी दुई कुरा एकैसाथ साँचो हुन सक्छन् त? अब सुरु हुन्छ अर्को प्रश्नको असली काम। पहिलो प्रश्न, यदि देउबा साथै एकताको लागि फर्किएका हुन् भने फर्किना साथ नै आफ्नो समूहलाई सभापतिको नेम प्लेट टास्न किन दिए? के यो सन्देश एकताको हो कि म नै वैधानिक सभापति हुँ भन्ने दाबीको पुनःस्थापना हो? दोस्रो प्रश्न, देउबाले चुन्दबीबाट दिएको भाषणमा सरकार, अदालत र सम्पत्ति शुद्धिकरण आयोग सम्मलाई नाम लिई आक्रामक टिप्पणी गरे। तर जेन्जी आन्दोलन र कांग्रेस विभाजन जस्ता प्रत्यक्ष र संवेदनशील प्रश्नमा मौन बसे। के यो रणनीतिक चुप्पी हो कि यी विषयमा उनीसँग जवाफ नै छैन? तेस्रो प्रश्न, पार्टी प्रवक्ता देवराज चालिसेले सोधेकै प्रश्न दोहोर्याउँ। नेम प्लेट टाँस्दैमा को आधिकारिक हुन्छ त? यदि नेम प्लेट र कार्यकक्षले नै वैधता दिन्छ भने यो त कुनै पनि व्यक्ति वा समूहले जुनसुकै बेला पनि दाबी गर्न सक्ने खतरनाक नजिर बन्दैन र? चौथो प्रश्न, गगन थापाले देउबालाई तत्कालीन सभापति भनेर सम्बोधन गरे, न कि सभापति भनेर। यो शब्द चयन नै संकेत हो कि नेतृत्वको वैधताको प्रश्न अझै टुङ्गिएको छैन। त कांग्रेसको महाधिवेशन वा वैधानिक प्रक्रिया बिना यो संवाद कसरी टुङ्गिन्छ? कि यो सडक र भाषणकै भरमा टुङ्गिने विषय हो? पाँचौं प्रश्न, देउबाले आफूमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा हालिएको दाबी गरे। यो दाबी कति पुष्टि भएको हो र यसको स्रोत के हो भन्ने कुरा अझै छायामै छ। राजनीतिक भाषणमा यस्ता ठूला दाबी बिना प्रमाण नै किन गरिन्छ? र अन्तिम प्रश्न, देउबाले भोलि देखाएर छाड्छौं भन्ने चेतावनीयुक्त भाषण प्रयोग गरे। यो कस्तो देखाउने कुरा हो? कानुनी लडाई कि राजनीतिक शक्ति प्रदर्शन? जनताले यो प्रश्नको जवाफ पाउनु पर्दैन र? त साथीहरू, यही थियो आजको अर्को प्रश्न। देउबाको नाटकीय फिर्ती, नेम प्लेट विवाद र नेपाली कांग्रेसको अनिर्णित नेतृत्व संकट। तपाईलाई के लाग्छ? नेपाली कांग्रेसको साँचो सभापति अहिले को हो? गगन थापा कि शेरबहादुर देउबा? आफ्नो जवाफ कमेन्ट बक्समा लेख्नुहोस्। भिडियो मन परेको छ भने लाइक गर्नुहोस्। अझै यस्तै गहिरो र निष्पक्ष विश्लेषणका लागि च्यानल सब्स्क्राइब गरी बेल आइकन थिच्न नबिर्सनुहोस्। भेटौँला अर्को एपिसोडमा अर्को प्रश्न सहित। नमस्कार। झन्डै 5.5 महिना पछाडि नेपालमा भएका सभापति, पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबा यति बेला एयरपोर्टमा आउँदाखेरिको यो दृश्य तपाईँलाई हामीले देखाइरहेका छौँ। उहाँका नेता कार्यकर्ताले उहाँलाई यसै स्वागत गरिराख्नु भएको छ।